बस्ने पकाउने काम एउटा आउँदाखेरि भुइँमा बिछाएको छ नि भाइरल हुन्छ यस्तो राम्रो हुन त आकाशबाट पनि आइदिन्छ पानी त यही हो है 1.5 घन्टा कुरेर बसेर पानी लिएर आयौँ अनि आजको चिया बिस्कुट खान सुरु भयो है मेरो अब खाने बस्ने पकाउने मेरो काम यसरी खानुपर्छ क्या आज काँक्रा के कति हर्ने काट्नु त बहिनी कस्तो रहेछ किरा छ कि बा अर्को रहेछ त्यस्तै गुन्टाङ श्याम काँक्रा थाहै हुन्न नि आँसी यस्तो काँक्रा पो खानुपर्छ श्याम नि कता थाहै छैन भाइ खाँदैकै थाहा छैन खानगाली हो क्या एउटा के हो एउटा हो यस्तो रोपेर एउटा खाना छोपमा डलेको रे यस्तो हो क्या अघि भन्दा त हाम्रो गार्डनमा खोर्सानी रोप्यौँ यस्तो फल्या छन् खोर्सानी यति पिरो छैन भनेर साध्यै छैन यस्तो राम्रो बनायौँ यो चाहिँ अब काँरो यत्रो छ खोर्सानीहरू पोहोरको खोर्सानी हो कि कालै फल्या छन् पानी लिएन तपाईँ कपालमा मात्रै हेर्दैनन् यसरी हिँड्दैछौँ हामी अनि अहिले उहाँ धारामा कति घन्टा बस्ने हो थाहा छैन हेरौँला है त के होइन के मिला त्यस्तो आउँदाखेरि भुइँमा बिछाएको छ नि मेरो पानीमा व्यवहार यहाँ यो त भाइरल हुन्छ अब भिडियो यहाँ घरभित्र आइयो पानी लिएर खैबाट पानी आयो 1 घन्टा बस्यो कि 1.5 घन्टा हेर त मान्छे पाकेको 1.5 घन्टा बस्यो कि 1.5 घन्टै बस्यो दिनभरि तन्तला पुर घाम लाग्यो भगत यस्तो पानी आउँछ कि राम धन्न मेरो लुगा सुक्यो के मजाले सुक्यो लुगा पनि सुक्यो पानी पनि आयो यस्तो असमय होला कि यत्रो हो क्या पानी पनि आइरहेको छ बर्खा लागेको बरै नेपालमा त अमिलो फलेर यहाँ लतरम्मै छ होइन है अमिलो फलेर यस्तो छ अमिलो खाने बेला आउनु होला है सबै बसेर खाम्ला ल मलाई लिन आयो
भगवान् यो खुसी भागेर यामा हो राम 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 बहुत साथ फङ्कै घुमिस के भयो त ल हिँड हो माथि जान्छ हिँड क्या हिँड बुढे 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 हाम्रो कालेले बेलाउटी कति खाने होला अहिले हेर त यहाँ फलेको आमामामामा कत्रो रुखमा गमलामा ल यहाँ बेलाउटी फलेको ए भगवान् कति खान्छ होला है यसले त छेर्नसम्म खाने भयो क्या अहिले बेलाउटी हेर न यहाँ प्याज त्यस्तै छ यो हुने मान्छेलाई त जता नि भएको भइ गर्ने चाहिँ के हो कि कसैको बारीमा कस्तो राम्रो ठाउँमा रोप्दा नि केही भएको छैन यहाँ यस्तो फट्लाक र फुट्लुक भक्लाक र भुग्लु भएको के प्याज त अझ यहाँ एउटा उखालेर पनि खाइसकेछ ल यस्तो उपत्रो प्याज त राम 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 हाम्रो डेकमा लाई लाग्यो भन्थ्यो यस्तो फुलमा यहाँ त राम्रै भएर चाहिँ बरा आमा यहाँ त त्यहाँ कति राम्रो फुल फुलेको र यहाँ त लड्याङ्ग आगोहरू फुलेछ के र अर्कै फुल्ने रहेछ त यस्तो राम्रो हेर्नु त यहाँ राम्रो फुल फुलेछ एउटैमा पनि दुई थरी छ र यिनीहरू यस्तो छ त्यो त्यस्तो छ अब यिनीहरू फेरि भोलि फुल्छ ताईमा फेरि यस्तो गुलाबको फुल सारेछ घर गएर 4-5 दिन कतिमा आयो बरा हुन त आकाशबाट नि आइरहेछ पानी त पानी नभएर हो कि के भयो यस्तो मरेछ नाच 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 कुकुर बस्ने ठाउँमा अर्को ठुलो कुकुरको बाबु अभिषेक कुकुर बाबु के लेको त्यस्तो के लेको यसको ठाउँमा गयो भने त त्यहाँ अब यसले रिसायो कस्तो राम्रो यो त यति मन पराउन रही यो फुल त ल के ए भगवान् यत्रो बुटा यत्रोमा यस्तो काँक्रा ए काँक्रा रे आँप फल्नु कहाँ होइन यस्तो फुल कहाँबाट भेट्टाएको होला नि यस्तो राम्रो राम्रो फुलहरू तिते करेला झुन्नेर यस्तो ढुन्डान छ काँक्रा फलेर त्यस्तै आँखा शिविर यही हो है आँखा शिविर आँखा शिविर कति राम्रो ठाउँ है यस्तो उताको कम्पाउन्डमा यस्तो केरा यस्तो अन उठै यस्तो राम्रो ठाउँ छ साथी हो खाना बनाएर खाने खोर्सानीको बिउ के अरे बिरुवा सार्ने प्याज पनि उखालेको प्याज उखाल्ने अनि खोर्सानीको बिरुवा सार्ने कोही खन्ने
गऱ्यौँ, पानी लिन गयौँ अनि आइयो पानी लिएर 1.5 घन्टा कुरेर बसेर पानी लिएर आयौँ। अनि आजको भिडियो के कस्तो भएको छ मिलाएर हेर्नु होला भन्दै आजलाई डेली भ्लग हेर्दै गर्नु होला। फेरि भोलि अर्को भ्लगमा भेट हुँला है त। ल बाइ बाइ है। यस्तो ठाउँमा छु म त, कति रमाइलो है।